हेलो साथीहरु, मेरो यो छोटो भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हाम्रो बिदाको दिन सदुपयोग गरेर बेलुकाको समयमा बाहिर रोडमा इभिनिङ वक गर्नको लागि गइरहेको छौं र यता चाहिँ हामीहरु साथीहरुसँग 3 जना चाहिँ मर्निङ नाइट वक हिँडेको र अब चाहिँ हामीहरु यहाँ चाहिँ एकदम राम्रो रोड रहेछ, त्यही भएर भिडियो बनाएको। एकदम राम्रो रहेछ यहाँको, भर्खर पिच भएको रहेछ। अस्तिसम्म पुरा के अरे कच्ची थियो, अहिले पुरा चिल्लो बनिसकेको छ यार। यहाँको घरहरू पनि नेपालको भन्दा कम छैन। थुक्का भिडियो नभने जग्गा गयो। अल्छेरा छ है। दियो दामी दियो केटा, बब्बाल ठाउँ छ है। यो चाहिँ धेरै राम्रो ठाउँ छ, डाँडा एकदम धेरै, हावा पनि फ्रेस आउँछ है राति। केटाहरूको यहाँ फेरि खतरा जाँदैछ, बब्बाल केटाहरूको आफ्नो स्टाइलमा जान्छ। फेरि यहाँ चाहिँ ट्रेनिङ आफ्नो स्टाइलमा जान्छ फेरि बब्बाल। यी फेरि यता डल्ले भेले सुरु गरिसक्यो, अर्कै स्ल्याप हान्नु नट्यो फेरि है। हेर न वार्म अप गर्दैछ फेरि। दियो डल्ले भाइ, दियो दामी डल्ले भाइको वार्म अपै खतरा क्या फेरि। यो चाहिँ हाम्रो डल्ले भाइको पुसअप है। दियो कति पुग्दैछ? गन दियो यता परतिर पनि छ है फेरि, धमाधम दिँदै गरेको। बेकारमा मेरो बोली मात्रै खेर गयो यार। बेकारमा मेरो बोली मात्रै खेर गयो यार। उफ्रेको पनि गएको त्यतिकै यार। अलि सँगै हिँड्नु न, यति दूर के हिँडेको। वाउ, आउ यहाँ आयो कि क्यामेरा गरेर उठ पछाडि के यस्तो मुला। ल आउ यहीँ आइपुग्छ के। ल यस्तो मर्निङ अरे नाइट भ्यू यस्तो दामी आयो पहिला यहाँ। ल अगाडि जाउँ, अगाडि